Wie geht es euch? Mir geht es gut, Sir. Ja, und andere Leute, wie geht es euch? Also, haben Sie Problem mit Hausaufgabe von gestern? Können Sie mich verstehen? Haben Sie Probleme mit Hausaufgabe von gestern? Niemand antwortet. Sorry, Naji, haben Sie Problem? Mukti ji, haben Sie Problem? Parvati ji, Kavita ji, Deepa ji, haben Sie Problem mit Hausaufgabe von gestern? सर हेलो मेरो साउन्ड आइरहेको छैन? हेलो 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 सर आइरहेछ त? हजुर भन्नुहोस् न। के भन्छ यो 8 नम्बरको स्टे आएपछि के ऊ हुन्छ भनेको होइन त्यहाँ डाटिङमा वान जान्छ 8 8 नंबर नम्बरको बुक हार्टेस्टिलाको आर्टिकल के हो? बस स्ट्यान्ड होइन त्यो बस यस, स्ट्यान्ड ये बुक हार्टेस्टिला डी हुन्छ बुक इस स्टेहा एन्ड डेयर बुक हार्टेस्टिला अनि बुक हार्टेस्टिलाको डी हुन्छ भने डेयरमै गएको छ त डाटीमै छ त बुक हार्टेस्टिला डियरको डियरमा जान्छ र डाटिङमा बुस हार्टेस्टिलाको त डी छ त आर्टिकल डी डी छ हो डी नै त हो नि यस हो र मोस्ट अफको आर्टिकल डी नै हो एन्डिङ ई छ त्यहाँबाट पनि थाहा पाउन सक्नुपर्ने तर डी नै हो बुस हार्टेस्टिलाको आर्टिकल त्यसैले आन्डेर बुक हार्टेस्टिला भयो डी इट्स आन्डेर बुक हार्टेस्टिला किन भन्दा चाहिँ या en moment bitte अनि noch einige Frage अरू कुनै क्वेसन्स डीको त डियर ल मैले ग्रुपमा पठाइदिएको छ बुस हार्टेस्टिला टी मलाई डी नै जस्तो लाग्छ अनि डी नै रहेछ पनि हो त डी नै हो डी हो ओके एनी मोर क्वेसन्स अब छ मैले यसलाई ट्याक्कै आएको जातिबाट डाटी भनेर ठ्याक्कै छुट्याएको छैन म अहिले पछि एकछिन अनक्वेसन गरेर पनि पठाइदिन्छु है त सो हिजोको टपिकमा के क्वेसन छ एज हिजोको टपिकमा हिजो पढेको टपिकमा मिलेको रहेछ त छैन सर क्वेसन त नो क्वेसन्स है सो बुझ्नुभयो होला हजुरहरूले वेक्सेल प्रेपोजिसन्सहरू भनेको के हो आजको क्लास एकदम सर्ट छ आजको क्लास धेरै लामो त छैन मैले हजुरहरूलाई ट्याक ट्याक इमेल लेख्ने कसरी भनेर सिकाउने हो अनि हजुरहरूले अब कसरी सेन्टेन्स स्ट्रक्चर हामीलाई सबैलाई आउँछ है मोडल भर्ब युज गर्न आउँछ यो पोइन्टमा गएर मोडल भर्ब युज गर्न नआउने कोही हुनुहुन्छ मोडल भर्ब भनेको कसरी युज गर्ने थाहा नहुने हाम्रो क्लासमा हुनेहरू मोडल भर्ब्सहरू युज गर्न नआउने एनिवन आयो हुँदैन होला है त मोडल भर्बहरू युज गर्न आउनुपर्ने हुन्छ
अनि आजको टपिक भनेको चाहिँ इमेल स्क्राइबिङ भयो है, कसरी हामीले इमेल लेख्न सकिन्छ भनेर। आई थिङ्क दिस इज वान अफ द मोस्ट के भन्छ नि फ्रिक्वेन्ट एन्ड नोइङ क्लास द्याट यु एभर हेभ टु लर्न। आज पढेपछि यो क्लास हामीले आजमा पनि सेम भइहाल्यो, बिएसमा पनि सेम हुन्छ। हामीले आजको क्लासमा के पढ्छौँ, म हजुरहरूलाई इमेलको प्रोफर्मा पढाउँछु, इमेल कसरी कसरी लेखिन्छ, कसलाई कसरी लेख्ने, रेस्पेक्ट गर्ने मान्छेलाई कसरी लेख्ने, अनि साथीलाई लेख्दाखेरि इमेल कसरी लेख्ने भनेर आज सिकाउँछु। आजको क्लास चाहिँ हजुरहरूको आज र B1 को लागि लेटर इमेल स्क्राइबिङको बेस भन्छ है त। सो आज क्लासको त्यो प्रोफर्मा त्यो रेडिमेटेड हुन्छ त कसरी लेख्ने भन्ने पार्ट, त्यो चाहिँ मजाले हेर्नु होला है। अनि जस्ट के गर्नु पर्यो, प्रोफर्मा रटिदिनु पर्यो। कसरी रट्ने, पहिला साथीको लागि लेख्दाखेरि कस्तो हुने, अनि त्यसपछि फर्मा लेख्दाखेरि कस्तो लेख्ने त्यो थाहा पाउनु पर्यो। अनि त्यसपछि त्यहाँनिर क्वेसन्सहरू दिएको हुन्छ, अहिले म लास्टमा देखाउँछु, तिनीहरूको एन्सर मात्रै गर्न सक्नुहुने पर्यो, मार्क्स स्कुलमा पुल आउँछ है त। करेक्ट एन्सर गर्नुपर्छ। अनि त्यसपछि सेन्टेन्स स्ट्रक्चर र ग्रामरमा केही बिगार्नु पर्दैन। हामीले पढेको आदि इत्यादि त्यो त्यत्रो पुरै चिज डाटिभ आफू जाति प्रायः त्यस्तो नहुन पनि सक्छ। इनकेस आइहाल्यो भने पनि मिस्टेक नहोस् भनेर पढाएको है त। त्यो चाहिँ A1 को इमेल स्क्राइबिङ एकदमै नै सजिलो हुन्छ, तर प्रोफर्मा चाहिँ याद गरिदिनु होला। सो आजको टपिक भनेको इमेल स्क्राइबिङ, एउटा इमेल लेख्ने। सो इमेल स्ट्रक्चर अफ अ इमेल कसरी दिएको हुन्छ, स्ट्रक्चर अफ अ इमेल कसरी फ्लो हुन्छ, सो कसरी मलाई एक दिन पढिन्छ। अनेस्टली पढिदिनुहोस् त स्ट्रक्चर अफ इमेल कस्तो हुँदो रहेछ यो पुरै। subject, हुँ, greeting, हुँ, body, हुँ, closing, signature. हुँ, हुँ। नोट पनि पढिदिनुहोस् त। In A1 Gothe exam, subject is not necessary as you are already instructed a Instructed particular subject to to write and point to mention in your email. इमेल। सो एउटा प्रपर इमेलको स्ट्रक्चर चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यसमा सब्जेक्ट हुनु पर्यो पहिला, के को बारेमा लेखिरहेको, नेपालीमा पनि लेख्छौँ नि त हामी, यो कारणवश लेखिरहेको कार्यालयिक चिठी पनि, कार्यालयिक चिठीमा बढी लेख्छौँ क्यारे, आफूले साथीको लागि लेख्दा त त्यस्तो लेख्दैनौँ। साथीको लागि पनि लेख्छौँ होला सब्जेक्ट, तर त्यस्तो इम्पोर्टेन्स चाहिँ हुँदैन। सब्जेक्ट लेख्नु पर्यो, विषय भनेर नेपालीमा लेख्ने जस्तै ग्रिटिङ सम्बोधन गर्नु पर्यो। अनि प्यारो साथी भनेर गरिन्छ होला नेपालीमा, उसमा के अरे महोदय भनेर गरिन्छ के अरे कार्यालयिक चिठीमा। बडी हुनु पर्यो भनेको, बडी हुनु पर्यो भनेको चाहिँ सब्जेक्ट के अरे इमेलको कोर, चिठीको कोर, किन लेखिरहेको छ त इमेल, के कारणले लेखिरहेको छ, के पोइन्ट्सहरूको कारणले गर्दा लेखिरहेको छ, त्यो हुनु पर्यो। क्लोजिङ हुनु पर्यो, स्लुस, स्लुस भनेको क्लोजिङ भनेको त्यत्तिकै क्लोज गर्न पाइँदैन, ग्रिटिङ्सहरू गरेर क्लोज गर्नु पर्यो। अनि त्यसपछि उन्टरसिफ्ट भनेको सिग्नेचर हुनु पर्यो, यहाँनिर चाहिँ सिग्नेचरमा आफ्नो नाम लेखे मात्रै हुन्छ है त। सो हुने त इमेलमा यति सबै हो, तर हजुरहरूलाई चाहिने भनेको के हो थाहा छ, यो चाहिन्छ, यो चाहिन्छ र यति यति मात्रै चाहियो मात्रै पुग्यो। क्लोजिङ पनि के एउटा लाइन लेख्दै पुग्छ, ग्रिटिङमा एउटा लाइन लेख्दै पुग्छ, अनि बडीमा चाहिँ त्यो जुन चाहिँ 3टा क्वेसन सोधिन्छ नि त, अहिले पछि देखाउँछु म, त्यस्ता क्वेसनहरूको एन्सर मात्रै लेख्दै पुग्छ। अहिले हेर्नुहुन्छ है त, सब्जेक्ट लेखिरहनु पर्दैन, किनकि लेटरमा अलरेडी तोकेर आएको हुन्छ, यो कारणले त यहाँ यहाँ जान पाइनस्, अथवा यसरी पार्टी भइरहेको छ साथीको घरमा, त्यहाँनिर त आउनुपर्ने हुन्छ भनेर यस्तो यसरी सब्जेक्ट अलरेडी बनाएर दिएको हुन्छ। जस्ट के गर्नु पर्यो, आफूले एउटा ग्रिटिङ गरिदिनु पर्यो कसलाई लेखेको हो भनेर, बडी बनाउनु पर्यो, बडी भनेको आउटलाइन बनाउनु पर्यो, त्यो पोइन्ट्सहरू इन्क्लुड गर्नु पर्यो क्वेसनको, एउटा क्लोजिङ दिनु पर्यो, मलाई यसरी इमेल लेख्नु, थ्याङ्क यू फर यर अन्डरस्ट्यान्डिङ, यस्तो यस्तो वाला एउटा क्लोजिङ लेख्नु पर्यो। अनि सिग्नेचर गर्नु पर्यो, सिग्नेचर पनि कसरी गर्ने म सिकाउँछु, यहाँ उन्टरसिफ्ट लेखेको छ, सिग्नेचरमा आफ्नो नाम लेख्ने कसरी लेख्ने पनि म अहिले सिकाउँछु है त। सो बुझ्नुभयो स्ट्रक्चरमा के हुन्छ, सिम्पल छ यो त। Any questions on this part? यसमा चाहिँ डेट चाहिँ नेसेसरी छैन? That is egal. डेट लेखेको इमेल लेखिरहेको हो, हामी चिठी लेखिरहेको होइन नि त एज। चिठी लेख्नु भनेको पेपरमा लेखेर पठाउने, हुलाकबाट पठाउँदाखेरि कुन दिन मिति गरेर पठाएको त्यो काम लाग्छ, तर इमेल त मोबाइलमा थित्ती बित्तिकै जान्छ भने थाहा भइहाल्छ नि कहिले आएको भनेर, त्यस्तो कारणले गर्दाखेरि है त। सो इमेलमा डेट लेखिरहनु पर्ने, द्याट इज एगाल, एगाल भनेको
that is of no use. So structure of email त्यो भयो है. अनि introduction writing and yes, अब introduction of email writing A1 को लागि कसैले मलाई फेरि पढिदिनु हेमकुमारी चाहिँ पढिदिनुहोस् त पोइन्ट्सहरू. Introduction of email writing. Hmm. Short sentences with clear ideas. Use simple vocabulary and expressions. Pay attention to correct grammar, especially basic sentence structure. सो धेरै कम्प्लेक्स लेखिरहनु पर्ने केही नेसेसिटी नै छैन A1 को इमेल राइटिङको लागि. सो सर्ट सेन्टेन्सेस हुनु पर्यो विथ क्लियर आइडियाज. कहीँनिर चेप्पाइते भनेको यहाँ एउटा कुरा भनेको छ, फेरि तल गएर अर्को कुरा भनेको छ, दुइटै मिक्स म्याक्स गरेको छ, यस्तो चाहिँ नहुनु पर्यो है त. यस्तो हुनु भएन. कोहेरेन्समा जानु पर्यो. जे क्वेसनको छ त्यसको सर्ट सर्ट एन्सर मात्रै दिने हो. युज सिम्पल भोकाबुलरी एन्ड एक्सप्रेसन. मैले हजुरहरूलाई ग्रुपमा लेखाएको भोकाबुलरीहरू, क्लासको स्लाइडमा देखाएको भोकाबुलरी एकदमै इनफ छ लेटर लेख्नको लागि मात्रै पनि. पे एटेन्सन टु करेक्ट ग्रामर. यत्रो दिन हामी ग्रामर पढिरहेको किन भन्दाखेरि हजुरहरूको यही आएर मिस्टेक नहोस् भनेर है त. कहाँनिर के राख्ने भनेको त्यो पनि थाहा हुनु पर्यो. स्पेसली बेसिक सेन्टेन्स स्ट्रक्चर. कसैले चाहिँ यत्रो पढेर पनि बेसिक सेन्टेन्स स्ट्रक्चरमा मिस्टेक पनि गर्छ. त्यसो गर्नु भएन है त. वेफ रागको सेन्टेन्स स्ट्रक्चर वेफ रागको जस्तै हुनुपर्छ. आउसागा जास्र यान एन्ड रागको पनि यदि लेखेको छ भने मिस्टेक गर्नु भएन. लास्टमा क्वेसन मार्क जस्तो दिन छोड्नु भएन. त्यो भनेको चाहिँ A1 लेभलमा मार्क्स काट्ने कुराहरू भयो है त. बुझ्नुभयो? We are pretty clear on this. यसमा त सजिलै छ. सो सब्जेक्टको बारेमा हामीले अघि कुरा गरिहाल्यौँ. दिस लाइन सुड बी ब्रिफ एन्ड रिफ्लेक्ट द पर्पज अफ इमेल. यदि हजुरहरू पछि पछि गयो भने सब्जेक्ट लेख्नुपर्ने हुन्छ. तर A1 को लागि चाहिँ सब्जेक्ट नेसेसरी नै छैन. अलरेडी दिएको हुन्छ, जस्ट हेर्न चाहिँ पर्यो सब्जेक्ट के रहेछ. सो एक्जाम्पलमा आई लाडुङ छुवर पार्टी. आई लाडुङ भनेको इन्भिटेसन. छु प्लस डेयर पार्टीको डी पार्टीलाई डेयर पार्टीमा लगेको. सो इन्भिटेसन टु द पार्टी. पार्टीमा इन्भिटेसन आएको छ. अब कसरी त्यसलाई टेस्ट गरेर लेख्ने भन्ने कुरा हेर्नु पर्यो है त. सब्जेक्ट भनेको जस्ट त्यही हो, अलरेडी दिएको हुन्छ क्वेसनमा. त्यसै गरी ग्रिटिङ्स अनरेड हो. अब दिस इज द वान वी हेभ टु पे अलिकति एटेन्सन टु है त. सुरुमा फुङ चाहिँ पढिदिनुहोस् त ग्रिटिङ्स. Start the email with an appropriate greetings, formal, dear, geered, Frau, geehrte Frau, last name, dear, geehrter, Herr, last name, informal, lieber, first name, lieber, first name, example, lieber Anna, dear, geehrter, Herr Muller. If you are writing to a company without knowing the responsible person, sehr geehrte Damen und Herren. अब तपाईँहरूको इमेल यहीँबाट सुरु हुन्छ है त. सो कसरी सुरु गर्ने, एउटा एप्रोप्रिएट ग्रिटिङबाट सुरु गर्ने. केटीलाई पहिला हामीले जसरी स्टार्टिङको क्लासदेखि पढ्दै आएको छौँ त. मैले फर्स्ट क्लासको पेड क्लासको फर्स्ट स्लाइडबाट पढाएको थिएँ. जहिले पनि डु फर्म र जी फर्म हुन्छ लेख्ने शैली. सो इमेल लेख्ने तरिका पनि डु फर्म र जी फर्मको हुन्छ है त. सो डु फर्म भनेको अब्भियसली इन्फर्मल फर्म, डु फर्म भनेको इन्फर्मल फर्म, जी फर्म भनेको फर्मल फर्म भइहाल्यो, क्यापिटल जी फर्म. अनि हजुरहरूले इमेल लेख्दा याद गर्नुपर्ने कुरा, यो दुईटामा एउटा इमेल आउँछ, दुईटै इमेल आउँदैन. एउटा इन्फर्मल पनि आउन सक्छ, फर्मल पनि आउन सक्छ. सो दुईटैको हामीले ग्रिटिङ्सहरू चाहिँ आफूले याद गरिदिनु पर्यो है त. इन्फर्मल र फर्मल फर्म. अनि इन्फर्मल लेटर लेखिरहेको छु भने मैले डु फर्म युज गरेरै सेन्टेन्सहरू बनाउँछु. फर्मल फर्म लेखिरहेको छु भने मैले जी फर्म युज गरेर नै सेन्टेन्स बनाइरहेको हुन्छु है त. याद छ है? इमेलको बिचमा हामीले डु फर्म र जी फर्म भनेर सबैको पढेको छौँ नि त. एसटी फर्म, इएन फर्म लेख्न सकिन्छ डु फर्म र जी फर्ममा सेन्टेन्सहरू. सकिन्छ? एनीवन? सकिँदैन सर? अलिक गाह्रो होला सर? के छ सिम्पल वर्ड्सहरू डु फर्म र जी फर्ममा? सकिन्छ सर. त्यही इएन र टीमा फरक हुन्छ नि फर्ममा. इएन र एस करेक्ट. इएन र एसटीमा फरक हुन्छ है त. सो अब स्टार्टिङमा के लेख्नु पर्यो, त्यो महोदय भनेर कार्यालय चिठी लेख्छौँ नि त. त्यसै गरी स्टार्ट हुन्छ. फर्मल लेटर छ, तपाईँले कुनै रेस्पेक्टेड पर्सनलाई लेखिरहनु भएको छ, आफूभन्दा माथि, बस, सेफ, एनीवन,
तिनीहरूलाई लेखिरहनु भएको छ भने केटी छ भने जेयर गेहर्ट फ्राउ लास्ट नेम। सो म एउटा केटीलाई लेखिरहेको छु भने जेयर एस क्यापिटल हुनुपर्छ, जस्तो छ यहाँनिर त्यस्तै चिप्काउने। जेयर गेहर्ट GEEHRTE फ्राउ, केटीलाई लेखिरहेको छ भने फ्राउ SHREST, मैले एकछिनको लागि फ्राउ श्रेष्ठ लेखेँ। केटीलाई लेखिरहेको छु भने, केटालाई लेखिरहेको छु भने जेयर गेहर्टर ER चाहिँ राख्नु पर्यो है त। यो चाहिँ स्पेलिङ मिस्टेक गर्नु भयो भने, यहाँनिर स्पेलिङ मिस्टेक भयो भने मार्क्स काट्छ। सो जेयर गेहर्टर, अब फ्राउ होइन हेयर श्रेष्ठ, त्यही भयो है। जेयर GEEHRTER हेयर श्रेष्ठ, जेयर गेहर्टर हेयर श्रेष्ठ, यसरी कमा दिने अनि त्यसपछि इमेल लेख्न सुरु गर्ने। यो भनेको म रेस्पेक्टेड मान्छेलाई लेख्दाखेरि, अब म मेरै साथीलाई लेख्दाखेरि के गर्छु भन्दाखेरि, मेरो साथी अशोकलाई लेख्नु पर्यो भने म लिबर अशोक लेख्छु, लिबर अशोक लेख्छु। केही लेख्नु परेन, उसको नाम थर के अरे उसको थर लेखिरहनु पर्यो भने लिबर अशोक लेखे पुग्यो। केटीलाई लेखिरहेको छु भने लिब, केटीलाई लेखिरहेको छु भने लिब, लिब के हुन्छ लिब अञ्जना भनेर लेखेँ है त। लिब अञ्जना, केटीलाई लेखिरहेको छ भने चाहिँ यसरी लेख्नु पर्यो। ग्रिटिङ बुझ्यो कसरी कसरी गर्ने? बुझ्यो सर। बुझ्यो है त। केटीलाई के गर्ने रे सरिनाजी, केटीलाई के गर्ने रे इन्फर्मलमा? इन्फर्मलमा त लिभर राखेर जसको नाम हो त्यही राख्ने हो साथीको। लिब कि लिबर? केटीलाई लिभ, लिब है त, केटालाई लिभर। त्यसै गरी हेमकुमारीजी फर्मलमा लेट्स से फ्राउ आचार्यलाई लेख्नु पर्यो अरे। सो कसरी लेख्नुहुन्छ फ्राउ आचार्यलाई? Dear Greta, Frau Acharya. जेर्गेट र फ्राउ आचार्य। अनि हेयर हुमागाईलाई लेख्नु पर्यो भने Dear Greta, here. हुमागाई, ठिक छ है त, सजिलो भइहाल्यो। इट इज नट द्याट हार्ड, सिम्पल आन्द्रेडा हुनु पर्यो। यसमा पनि मिस्टेक गर्छन् धेरै मान्छेले, तर जस्ट सिम्पल सर्ट एन्ड स्विट छ यो, केही पनि छैन। सो अनि इफ यु आर राइटिङ टु अ कम्पनी विदाउट नोइङ द रेस्पोन्सिबल पर्सन, यस्तोवाला पनि इमेल आइदिन्छ। कसरी सोध्छ इमेलमा भन्दाखेरि, हजुर चाहिँ एउटा टुरिस्ट इन्फर्मेसन सेन्टरलाई मेल लेखिरहनु भएको छ अरे, इमेल लेखिरहनु भएको छ अरे, कतै गएर उर्लाउ मनाउन जानु भएको छ अरे। उर्लाउको मिनिङ थाहा छ है? उर्लाउको मिनिङ के हो? Vacation, करेक्ट, holiday, होलिडे, भ्याकेसन, भ्याकेसन मनाउन जानु भएको छ अरे। अब टुरिस्ट इन्फर्मेसन सेन्टरलाई मेल लेख्नु पर्यो। त्यतिखेर चाहिँ अब हामीलाई थाहा हुँदैन टुरिस्ट इन्फर्मेसन सेन्टर, त्यहाँनिर स्पेसली नाम पनि दिएको हुँदैन। अनि त्यतिखेर के गर्नु पर्यो भन्दाखेरि आफैले के लेख्नु पर्यो, तब रेस्पोन्सिबल पर्सनको नाम थाहा छैन भने मैले के लेख्नु पर्यो पढिदिनुहोस् त। Gergerate Damen und Herren. करेक्ट, जेयर गेहर्ट दामेन उन हेरेन। सो रेस्पेक्टेड लेडिज एन्ड जेन्टलमेन भनेर भएको जस्तो हुन्छ है त। रेस्पेक्टेड लेडिज एन्ड जेन्टलमेन भनेको जस्तो भइहाल्यो है। यो बुझ्नुभयो के लेख्ने? जब हामीलाई थाहा हुँदैन कम्पनीको रेस्पोन्सिबल पर्सन को हुन्छ भनेर के लेख्ने? Dear Greta, Gergerate Damen und Herren. सो जेयर गेहर्ट दामेन उन हेरेन, रेस्पेक्टेड अथवा डियर लेडिज एन्ड जेन्टलमेन भनेको जस्तो भइहाल्यो है। यो चाहिँ ग्रिटिङ्स भयो, आन्द्रेडा भयो। फर्स्टमा के लेख्ने भनेर याद गरिदिनु होला है त। फर्मल र इन्फर्मल लेटर छुट्टै हुन्छ। त्यसै गरी बडी हाउटाइल राइट सर्ट एन्ड सिन्ड। अब ग्रिटिङ्स त भइहाल्यो, बिचको बडीवाला पार्ट डिस्कस गरौँ। सो राइट सर्ट सिम्पल सेन्टेन्सेस द्याट एक्सप्लेन द पर्पजेस अफ द इमेल। सो यहाँनिर मैले यो के लेखिरहेको छु, यो भनेको चाहिँ टिपिकल एउटा हजुरहरूले पछि लेख्ने इमेलहरूको बारेमा कुरा भइरहेको छ। तर A1 को लागि के हुन्छ, बडी हाउटाइल भनेको दिएको क्वेसनको एन्सर मात्रै गरे पनि पुग्छ। रेगुलर इमेलमा चाहिँ कमन पोइन्ट्स टु कभर, यदि रेगुलर इमेल लेखिरहनु भएको छ भने इन्ट्रोड्युस युर सेल्फ इफ नेसेसरी, इन्ट्रोड्युस गर्नुपर्ने नेसेसिटी छ भने गर्नुपर्ने हुन्छ। जस्तै अब कुनै एउटा कम्पनीलाई, जस्तै टुरिस्ट इन्फर्मेसन सेन्टरलाई मेरो बारेमा उसलाई त थाहै हुँदैन नि त। सो त्यतिखेर इन्ट्रोडक्सन लेख्न पर्ने हुनसक्छ। स्टेट रिजन फर राइटिङ, किन लेखिरहनु भएको छ त्यो पनि लेख्नु पर्यो। रिक्वेस्ट इन्फर्मेसन अर गिभ डिटेल्स, इन्फर्मेसन कि त माग्नु पर्यो कि त डिटेल्स दिनु पर्यो। तर A1 को लागि बडी इज नट नेसेसरी, इट इज नट द्याट इम्पोर्टेन्ट, जस्ट एन्सर द क्वेसन अफ गिभन पोइन्ट। जे क्वेसन छ तिनीहरूको एन्सर मात्रै दिए हुन्छ, यति केही हेर्नै पर्दैन। रेगुलर इमेल लेख्नको लागि चाहिँ यसरी लेख्न सकिन्छ भनेको है त, जस्ट क्वेसनको एन्सर मात्रै दिने।
मैले क्वेसन भनिरहेको छु, अहिले पछि एकछिनपछि हेर्नुहुन्छ क्वेसन्सहरू के हुन्छ होला है त। सो यहाँनिर एउटा सानसानो एक्जाम्पल्सहरू छ। रेगुलर इमेल लेख्दाखेरि कसरी सुरु गर्न सकिन्छ भनेर एकछिन ल, रेगुलर इमेल लेख्दाखेरि कसरी सुरु गर्न सकिन्छ भनेर। तर मैले एउटा के पनि इन्स्टेन्स देखेको छु भन्दाखेरि जब एउटा वी गेट्स लेखेको कारणमा पनि मार्क्स काटेको 1.5 मार्क्स काटेको देखेको छु मैले लिटरली नै एउटा गोथेको टिचरले। किन 1.5 मार्क्स काटेको? किनकि क्वेसनमा वी गेट्स सोध भनेर दिएकै छैन, तैँले किन लेखिस् भनेर मार्क्स पनि काटेको। त्यस्तो केसेस र इन्स्टेन्सेस पनि हुन्छ है त। सो के मात्रै गर्ने रे, दिएको क्वेसनको के मात्रै गर्ने? सिम्पल एन्सर दिने त्यो सिम्पल दिएको क्वेसनको एन्सर दिनु सक्छ। This would add यस, दिएको क्वेसनको सिम्पलको एन्सर मात्रै दिने, नथिङ एल्स। हजुरहरूलाई खतरा भोकाबुलरी आउँछ, यस त्यो फ्लेक्स गर्ने होइन, अहिले होइन, भोलि पर्सि गएर फ्लेक्स गर्ने, आज छैमा गएर फ्लेक्स गर्ने, मलाई खतरा आउँछ भनेर। यहाँनिर जे छ क्वेसन एन्सर मात्रै दिने। सो एउटा के लेख्न सकिन्छ भनेर, इस सोफा एस गेट डियर गुड, दिस इज भेरी इजी, इस मिस्टर डिस टु माइनर पार्टी einladen, I would like to invite you to my party. Können Sie mir bitte die Informationen über den Kurs senden? हो, दिस इज द इम्पोर्टेन्ट है, यो वाला पार्ट चाहिँ हेर्नु है। सो क्युएनएनजी बिटा अथवा कान्स डु मियर बिटा, यो वाला भनेको इम्पेराटिभ सेन्टेन्स हो खासमा। इम्पेराटिभ सेन्टेन्स अथवा या नाइन प्राग मोडल भएको टाइपको या नाइन प्राग भयो, एउटा बिटा फर्मुलेसन गरेको जस्तो हो, भनेको केही कुरा रिक्वेस्ट गरेको जस्तो। यसरी चाहिँ हजुरहरूले कतै राख्न सक्नुहुन्छ है त। क्युएनएनजी मियर बिटा यो सेकेन्ड, अब के इन्फर्मेसन चाहिएको छ अथवा क्युएनएनजी बिटा दास माकेन त्यस्तो त्यस्तो वाला चाहिँ सकेसम्म मोडल भर्ब युज गरेर, अथवा इस मिस्टर डिस टु माइनर पार्टी इन einladen, ich möchte Bier und Essen mitbringen, यस्तै यस्तै वाला सेन्टेन्सेसहरू बनाउने है त। सिम्पल छ, धेरै गाह्रो पनि छैन। दिस इज अबाउट द बडी हाउ टाइल। मुभिङ अन फर्दर। सो क्लोजिङ स्टेटमेन्ट्सहरू चाहिँ हजुरहरूले के लेख्न सक्नुहुन्छ है त। क्लोजिङ स्टेटमेन्ट पनि इट्स इम्पोर्टेन्ट है त। इमेललाई एउटा लेयर खासमा A1 को लागि नलेखे पनि हुन्छ, तर म इन्करेज गर्छु यो चाहिँ लेख्नु नै भनेर है त। यसले इमेलमा अलिकति मिठास बढाइदिन्छ, त्यो कारणले गर्दाखेरि। सो एन्ड विथ अ पोलाइट क्लोजिङ स्टेटमेन्ट। सुवेकजी पढिदिनु त एक्जाम्पल्सहरू के छ क्लोजिङ स्टेटमेन्टको। Ich freue mich auf deine Antwort. अथवा Ihre Antwort. I look forward to your reply. Vielen Dank für dein Verständnis. Vielen Dank. Dein Vielen Dank für dein Verständnis. Correct. Vielen Dank für dein Verständnis अथवा vielen Dank für Ihr Verständnis. Die Antwort त्यो कारणले गर्दाखेरि तल ई आयो, das Verständnis त्यसैले यहाँनिर ई आएन है त। सो थ्याङ्क यू फर योर अन्डरस्ट्यान्डिङ, आई लुक फरवर्ड टु योर रिप्लाई। त्यसै गरी लास्ट एउटा, Bitte schreiben Sie mir eine E-Mail. अनि अर्को Bitte schreib mir eine E-Mail. Bitte schreib mir eine E-Mail। दुईटैको मिनिङ चाहिँ प्लिज सेन्ड मी अ इमेल। इज फ्रोया मिस अफ डाइना एन्डफोर्ड, फर्मल लेटरमा कि इन्फर्मल लेटरमा यो? एभ्रीवन, Formal. इज फ्रोया मिस अफ डाइना एन्डफोर्ड, डाइना Informal. डाइना त इन्फर्म हो, के अरे फर्मल हो। इन्फर्मल है त। अनि इज फ्रोया मिस अफ इयर एन्डफोर्ड formal form. Formal. फर्मल फर्म। त्यसै गरी फिलेन दाङ फ्यो डाइन फेस्टेन्डिस, फर्स्टको डाइनको इन्फर्मल, इयरको फर्मल। करेक्ट। फिलेन दाङ फ्यो इयर फेस्टेन्डिस, फर्मल है। बिटे श्राइबेन जी मियर आइना इमेल, यो वाला बिटे श्राइबेन जी मियर आइना इमेल, Informal. बिटे श्राइबेन जी फर्मल। सो बिटे श्राइबेन जी मियर आइना इमेल, यो लेखेर यसरी नै यो दिनु होला है त। यो वाला हामीले इम्पेराटिभ पढेको त छैन, भोलिको क्लासमा एक्सप्लेनेसन पाउनुहुन्छ के हो भनेर, तर यसरी नै लेख्नु होला, बिटे श्राइबेन जी मियर आइना इमेल। बिटे श्राइब मियर आइना इमेल भनेको चाहिँ यो चाहिँ कसैलाई होला? इन्फर्मल है। यो पनि यस्तै रटिदिनु, यो तिनटामा अब कुन चाहिँ सुइटेबल हुन्छ त्यो चाहिँ लेखिदिनु होला है त। कुन चाहिँ सुइटेबल लाग्छ हजुरलाई, कुन पर्सेन्ट भोट लाग्छ, पर्सेन्ट जाँच लाग्छ, कुन चाहिँ पास हुने जस्तो जाँच लाग्छ, त्यो चाहिँ राखिदिनु होला। यो चाहिँ हजुरहरूको लागि फिट हुने अथवा
मोस्टली युज हुनेहरू क्लोजिङ स्लुसेसहरू भयो है त स्लुस वर्ड्सहरू। त्यसै गरी मुभिङ अन फर्दर। सो अब लास्टमा सबभन्दा यो पनि इम्पोर्टेन्ट नै छ, मार्क्स काट्ने पार्ट्सहरू म हजुरलाई सिकाइरहेको छु। एकदम सिम्पल छ क्या आजको क्लास। जस्ट याद गर्नु पर्यो के चाहिँ लेख्नु पर्यो भनेर। एउटा नोट बनाइदिनु आजको क्लासको। अझ त म के भन्छु, यो क्लोजिङको मात्रै नोट बनाइदिनु। क्लोजिङ बडीको पनि त्यस्तो बनाइरहनु पर्दैन। बडीको यो केएनएनजी बिटमियरवाला चाहिँ लेख्नु होला, कतै काम लागिहाल्छ। अनि ग्रिटिङ यसको बनाइदिनु होला। जस्ट त्यति मात्रै गर्नु पर्यो है त, कहाँ मिस्टेक्स गर्नु हुँदैन भनेर। त्यसै गरी लास्टमा एउटा सिग्नेचर गर्नु पर्यो, एउटा उन्टर स्विफ्ट दिनु पर्यो लास्टमा। हामीले सिटीमा गर्छौँ त, सिग्नेचर गर्छौँ त। सो साइन द इमेल विथ योर नेम, यहाँनिर सिग्नेचर दिने होइन कि आफ्नो नेम लेखिदिनु पर्यो है त एन्डमा, कसले इमेल लेखेको हो भनेर। किनकि मोस्टली मोबाइलबाट आजकल साइन गर्ने अप्सन पनि छ, वर्ड डकुमेन्ट पिडिएफमा गएर ट्याक्टिक साइन गर्नेवाला। तर टाइपै गरिरहँदाखेरि आफ्नो नाम मात्रै लेख्दै पनि पुग्छ। सो फर्मल छ भने यसको मिनिङ सेम हो है त। फर्मल छ भने काइन्ड रिगार्ड्स भनेको मिट फ्रोइन्डलिसेन ग्रिउसेन लेख्नु पर्यो, मिट फ्रोइन्डलिसेन ग्रिउसेन लेख्नु पर्यो। इन्फर्मल छ भने यही काइन्ड रिगार्ड बेस्ट रिगार्डलाई के भन्दो रहेछ, लिभ अ ग्रिप्स। बुझ्नुभयो कसरी एन्ड गर्ने, लास्टमा के लेख्नु पर्यो फर्मल छ भने। कमन फर्मल छ भने With friendly Crucian. ग्रिउसेन अनि इन्फर्मल Crucial. liver Grisha. लिभ अ ग्रिप्स है त। सो कतै कतै तपाईँले यस्तो पनि देख्न सक्नुहुन्छ, फिल अ ग्रिप्स भनेको पनि हेत्तेरिका। सो फिल अ ग्रिप्स यो पनि पास्ट हुन्छ है त। कि त लिभ अ ग्रुसा लेख्नु पर्यो कि त फिल अ ग्रुसा लेख्नु पर्यो। मिट फ्रोइन्डलिसेन ग्रुसेन विथ फर्मल विथ काइन्ड रिगार्ड्स, लिभ अ ग्रुसा इन्फर्मल बेस्ट रिगार्ड्स, सेम भयो। फिल अ ग्रुसा पनि सेम भयो। अनि एन्ड गर्दाखेरि अब यसरी हेर्नुहोस् है त, मैले यहाँनिर लेखेको छु एक्जाम्पल भयो। मिट फ्रोइन्डलिसेन ग्रुसेन लेखेँ, यो कुन चाहिँ फर्मल कि इन्फर्मल? मिट फ्रोइन्डलिसेन ग्रुसेन Formal also. Formal. फर्मल, करेक्ट। मिट फ्रोइन्डलिसेन ग्रुसेन फर्मल, लिभ अ ग्रुसा फिल अ ग्रुसा Informal. इन्फर्मल भयो है त। सो हजुरले फर्मल लेटरको एन्डिङ लेख्नु भएको छ भने, फर्मल लेटर लेख्नु भएको छ भने एन्डिङमा आफ्नो पुरै नाम लेख्नु पर्यो, फुल नेम पुरै। फोरनामा र नाकनामा मिडल नेम नहाले पनि हुन्छ, तर फुल नाम पुरै नाम लेख्नु पर्यो है त। त्यसै गरी इन्फर्मल लेटर लेखिरहनु भएको छ भने चाहिँ आफ्नो नाम मात्रै लेख्नु होला। फुल नाम लेख्यो भने चाहिँ यहाँ चाहिँ मार्क्स काटिन्छ। यहाँनिर नाम मात्रै हाल्ने, इन्फर्मलमा आफ्नो नाम मात्रै हाल्ने, फर्मलमा चाहिँ फुल नाम हाल्ने, नाम र थप। बुझ्नुभयो? Yes, sir. ठिक छ है। सो सजिलो छ, कतिको सजिलो लाग्यो यसको रेडिमिटलहरू? रेडिमिटल भनेको प्रोफोर्मा, कतिको सजिलो छ? बुझिन्छ अब सर यसमा के सजिलै छ है। त्यस्तो गाह्रो याद चाहिँ गर्नु पर्यो, अलिकति टाइम दिनु पर्यो, अलिकति 20 मिनट जति लगाएर अलिकति यसो हेरिरह्यो, आफ्नो नोट बनाएर हेरिरह्यो भने धेरै गाह्रो चाहिँ छैन है त। फर्मलमा मेक फ्रोइन्डलिसेन ग्रुसेन, इन्फर्मलमा लिभ अ ग्रुप्स अथवा फिल अ ग्रुप्स। मिनिङ चाहिँ काइन्ड रिगार्ड्स नै भयो, तर लेख्ने वाक्य ऊहरू फरक भयो। फर्मल मान्छेलाई तपाईँ तरिकाले लेखेको हो, इन्फर्मललाई चाहिँ तिमी तरिकाले लेखेको हो है त। सो एउटा सानो इन्फर्मल लेटर लेखेको छु मैले। सो कसैले मलाई पढिदिनुहोस् त, कमलाजी मलाई पढिदिनुहोस् त यो इन्फर्मल लेटर। Lieber Alicia, danke für die Einladung zu deiner Party. Leider kann ich nicht kommen. Ich muss am Samstag arbeiten. Es tut mir leid. Ich hoffe, wir sehen uns bald. Liebe Grüße, Susan. सिम्पल छ, लेटर बुझिने छ के लेखेको हो। Thank you for the invitation. I'm listening for the party. Yeah, unfortunately, I can't come. अनि I have work on Saturday. I'm sorry. I'm sorry. I'm sorry, Vayandu. अनि यस होप I hope you understand होला त्यो चाहिँ। आई होप इज होप फर वी आर जेहेन हामी कसलाई हेर्छौँ? उन्स। बाल भनेको सुन है, हामीले गरिसकेको छ बाल भनेको के हो भनेर। सो मिनिङ के होला वी आर जेहेन उन्स बालको? हामी फेरि भेट्नु, हामीलाई छिटै भेटौँला, छिटै देखाउँला, हेरौँला भनेको जस्तो भयो है त।
छिटै हेरौँला We there will is see you distance soon time. भने हो we We will will see see you soon us भने we will see us हुन्छ है त हामी एकअर्कालाई छिटो हेरौँला भने we will see us soon बुझ्नुभयो uns भनेको हामीलाई हो नि त सो we are Zehen uns by लिबा ग्युसस सुसान सो याद गरिदिनु पर्ने कुरा अब लेटरमा मैले अघि भनेको थिएन लिबा एलेक्सिया इन्फर्मल लेटर केटीलाई लेखेको भएर लिबा भयो केटालाई लेखेको भए यहाँ के हुन्थ्यो Liver. Liver हुन्थ्यो। लिबर हुन्थ्यो Liver. एउटा आर एड हुन्थ्यो करेक्ट आर एड हुन्थ्यो यो आर हो है फेरि जे पाए त्यही होइन, यो आर हो एउटा लिबर राखियो अनि आफ्नो केटा साथी केटी साथीको नाम लेखेपछि यसरी एउटा कमा दिनु पर्यो अनि लेटर स्टार्ट गर्दाखेरि यसको यो लिबाको ठ्याक्क तलबाट स्टार्ट गर्नु पर्यो अनि कस्तो वर्डमा स्टार्ट गर्नुपर्ने रहेछ हेर्नुहोस् त Thank Small you Small letter. letter मा हो लेटरबाट। करेक्ट स्मल लेटरबाट है त दाङ्काबाट मात्रै होइन स्मल लेटरबाट चाहिँ स्टार्ट गर्नु पर्यो है त त्यसै गरी लेख्दै जानु पर्यो नाउन्सहरूलाई क्यापिटलाइज गर्दै जानु पर्यो दाङ्के फ्यो आइलाडुङ फिलेन दाङ अथवा दाङ्के फ्यो डि आइलाडुङ चु डाइनर पार्टी तिम्रो पार्टीको लागि थ्याङ्क यू फर द इन्भिटेसन चु डाइनर पार्टी तिम्रो पार्टी किनकि डी पार्टीलाई डाटीमा चु आएपछि डाटीमा गयो अनि पोजिटिभ आर्टिकल लगाएको कसको पार्टी तिम्रो पार्टी डाइनर पार्टी लाइडर क्यान इज निस्ट कमेन्ट लाइडरको मिनिङ के हो Unfortunately. Unfortunately, I can't come. Correct. It's moose. I must. आम जामस्टाग कुनै पनि टागहरू छ भने आम राख्नुपर्छ मैले भनिसकेको छु है त टागहरूमा आम टाइममा के राख्नुपर्छ है त टाइममा टागमा आम टाइममा टागमा आम कुनै पनि टागमा है त Es tut mir leid. I am really sorry. I am sorry. Wir sehen uns bald. Liebe Grüße, Susan. सजिलो छ हेर्दाखेरि सजिलै छ हेर्दा लेख्न सजिलै छ लेख्न सकिन्छ यसरी यति त सकिन्छ। यति त सकिन्छ है ठिक छ यति लेख्यो भने यति लेखेपछि फुलमा फुल मार्क्स अरू केही गर्नु पर्दैन यति लेख्नु पर्यो जस्ट सर्ट क्वेसन लेख्नु अहिले म क्वेसन पनि देखाउँछु फर्मल लेटर यो चाहिँ अलिकति ठुलो देखियो तर यो पनि सानै हुन्छ है त सो कसै एकजनाले मलाई पढिदिनु होला दिपाजी पढिदिनुहोस् त मलाई भन्नुभएको दिपाजी यस जियर के थियो अघि गेर्टा Sehr geehrter Frau Schwester, ich hoffe, es geht Ihnen gut. Ihnen gut. Ich interessiere mich Frau Ihren Deutschkurs und möchte gern mir Informationen erhalten. Können Sie mir bitte mitteilen, wann der Kraus beginnt und wie kostet? Bitte schreiben Sie mir eine E-Mail. Ich freue mich auf Ihre Antwort mit freundlichen Grausen सुशान्त आचार्य एकजना अर्कोले पढिदिनुहोस् सुइजी पढिदिनुहोस् त Sehr geehrte Frau Schwester, ich hoffe, es geht Ihnen gut. Ich interessiere mich für Ihren Deutschkurs und möchte gerne mehr Informationen erhalten.
Können Sie mir bitte mitteilen, Hmm. wann der Kurs beginnt und wie viel er kostet? Bitte Hmm. schreiben Sie mir eine E-Mail. Ich Hmm. freue mich auf Ihre Antwort. Hmm. Mit freundlichen Grüßen, Sushant Acharya. Thank you very much. So, mit freundlichen Grüßen सुशान्त आचार्य है त सो जे गेहेट फ्राउ श्रेष्ठ म कुनै एउटा फ्राउ श्रेष्ठलाई तपाईँवाला क्यारेक्टरलाई इमेल लेखिरहेको छु मैले हेरेर लेखेको भए यहाँ के बनाउनु पर्थ्यो हेरवाला पाटा लेखेको भए के गर्नु पर्थ्यो यहाँ यसमा यहाँनिर एयर राख्नु पर्थ्यो फ्राउको हेर ठाउँमा राख्नु पर्यो Yes, फ्राउको राख्नु फ्राउको ठाउँमा हेर राख्नु पर्थ्यो ठिक छ जेर गेहेटमा के चेन्ज गर्नु पर्थ्यो नो Greater. R नो रे supplement. के थप्नु पर्थ्यो एनिमन मैले सुनिसकेँ ए एन्सर अलिकति ठुलो भन्नुहोस् Greater. Yeah, R गेहेटर supplement. Greater. करेक्ट करेक्ट आर थप्नुपर्छ पार्वतीजी सो जेर गेहेटर फ्राउ अथवा हेयर श्रेष्ठ है त केटाले लेखेको छ भने हेयर श्रेष्ठ इस होफ एस गेट इन एन्ड गुड यो त सजिलै छ मिनिङ I hope you are doing well. आई होप यु आर डुइङ वेल यु आर फाइन यु आर गेजुन्ड गेजुन्ड भनेको हेल्दी है त हजुर स्वास्थ्यमा हुनुहुन्छ ठिक हुनुहुन्छ इस इन्टेरेसिएर मिस फियर इयर एन्ड दोइस कोर्स यहाँसम्म मात्रै इस इन्टेरेसिएर मिस फियर इयर एन्ड दोइस कोर्स मिनिङ आइएम Yeah, इन्ट्रेस्ट I'm interested in your German course भन्यो हो Correct. I am interested in your German course und पछि छोडिदिउँ एकछिन möchte gerne mehr Informationen erhalten. Erhalten को मिनिङ कसैलाई थाहा छ? अप्टेन करेक्ट Receive obtain होइन कि त टु करेक्ट टु रिसिभ टु obtain दुइटै पास्ट हुन्छ यहाँनिर सो und möchte gern mehr Informationen erhalten मिनिङ I'd like to obtain more information. Correct. I would like to obtain more information about what? About this Deutsch course. यसले जुन चाहिँ Deutsch course पढाइरहेको छ त त्यसको लागि अलिकति बढी इन्फर्मेसन चाहियो अरे क्योनेन जी मियर बिट मिटाइलेनको चाहिँ मैले आफै भनेको है त मिटाइलेनको चाहिँ इन्फर्मियरेनको जस्तो मिनिङ दिन्छ इन्फर्मियरेनको मिनिङ के हो Informed. फर एमआइइआरइएन इन्फर्मियरेन भन्ने पनि भब छ मिटाइलेन भनेको यसको अलिकति फ्यान्सी भब मात्रै हो इन्फर्मियरेन भबको मिनिङ के हो मैले लेखिसकेँ Inform to inform. करेक्ट है त टु इन्फर्म मलाई इन्फर्म गरिदिनु होला क्युनेन्सी मियर बिट इन्फर्म मियर एन्ड मिटाइलेन वान वान भनेको वान भनेको के हो when When वेन ओके वान देयर George कुड्स course बिगिन start when the and what the person cost. when the course करेक्ट in will start. and अनि we here फी course एन्ड done what कस्ट use course को चाहिँ cost प्राइस कति हो how much the cost करेक्ट कोर्सको प्राइस कति हो पैसा कति हो है त एन्ड वी फिल कस्टेड एयर लेखे पनि हुन्छ एयर कस्टेड पनि लेखे हुन्छ किनकि थर्ड पर्सन भगाउनु पर्ने हो वी फिल एयर कस्टेड है त बिटेस राइभेन्जी मियर आइन इमेल मलाई एउटा इमेल लेखिदिनु होला के को बारेमा यही कोर्सको बारेमा पैसाको बारेमा कतिखेर सुरु हुन्छ इस फ्लोय मिस अफ एयर आर्टवर्ड आई एम लुकिङ फर योर एन्सर सिम्पल भइहाल्यो मिट फ्लोइलेसन ग्रुसेन काइन्ड रिगार्ड्स सुशान्त आचार्य फुल नाम यदि इन्फर्मल लेटर भएमा यहाँ के मात्रै लेख्थे Susan Matrix. सुशान्त मात्रै लेख्थ्यो है त इन्फर्मल लेटर भए यो पनि अलिकति वर्कै हाल्थेँ तर फर्मल लेटर छ त्यो कारणले गर्दाखेरि मैले सुशान्त आचार्य फुल नाम लेखेँ सो सकिन्छ यस्तो लेख्न हेर्दाखेरि कतिको गाह्रो लाग्यो यो चाहिँ अलिकति फ्यान्सी वर्ड्सहरू मात्रै युज भएको छ सिम्पल लाग्थे पनि हुन्छ केही पनि छैन इमेलको लागि त एकदमै सिम्पल क्लियर आइडियाजहरू हुनु पर्यो बुझ्यो ठिक छ है सो के क्वेसन छ भने मलाई सोधिदिनु होला के क्वेसन छ अहिलेसम्मको लागि इमेलको यो बडी पार्टमा ऊ पार्टमा सर यो कसरी लेख्ने त्यो कसरी लेख्ने भनेर बुझ्यो सर तर ऊ अनुसार हुन्छ सब्जेक्ट अनुसार हुन्छ है तर सब्जेक्टलाई सब्जेक्ट चाहिँ धेरै अनुसार गर्नु पर्यो सब्जेक्ट सो उताबाट अब हेर्नु पर्यो नि के को विषयमा लेख्ने भनेर ओके ल अब त्यहाँ हेर्नुहोस् मेन्सन है त नगरे पनि अब एउटा बेस्ट एक्जाम्पल म हजुरहरूलाई एउटा बेस्ट एक्जाम्पलको लेखेर देखाइदिन्छु ल पढ्नुहोस् त हेमजी पढिदिनुहोस् त यो वाला 1 नम्बरको
Sie sind krank und können morgen und lieber morgen nicht zum Sprachkurs kommen. Schreiben Sie Ihrer Lehrerin, warum können Sie nicht kommen? Wie lange können Sie nicht kommen? Fragen Sie den Hausaufgaben. Hausaufgaben. हौसफगाबिन क्वेसन थियो त्यो सिकेन भन्ने भाव हामीलाई थाहा छ हामीले सिकेन भाव गर्यौं Chicken. गरेको थियो इन्डाइरेक्ट डाटिभ फर्ममा एउटा सिकेन भन्ने भाव गरेको थियो सिकेनको मिनिङ के हो याद छ कसैलाई SCHICKEN To send. करेक्ट मुक्तिजी थ्याङ्क यू भेरी मच अब हामीले एउटा यहाँनिर सिकेन भर्ब युज गर्नुपर्ने हुन्छ पहिला दिमागमा राखौँ ल कसरी लेख्ने होला इमेल कसरी लेख्न सुरु गर्ने हुन्छ होला ती 3 पोइन्ट एउटा पोइन्ट चाहिँ 9 पोइन्ट यसरी आउँछ एक पोइन्ट चाहिँ हजुरहरूको त्यो ग्रिटिङ र त्यो आफ्लुस करेक्ट लेख्यो क्लोजिङ फ्लुस करेक्ट लेख्यो भने एक पोइन्ट आउँछ है त 10 मार्क्स हुन्छ लेटर कसरी लेख्नुहुन्छ होला वारुम क्युनेन्जी निस कमेन्ट सिम्पल एन्सर while because जी इज इन क्राङ्क भनेको के लेख्नु पर्यो अब यस यस खै भनिसक्नु भएको थियो सो जी जिन क्राङ्क भन्नाले है त म अर्को एउटा कुरा पनि क्लियर बनाइदिन्छु यो जुनै पनि इमेलको हजुरहरूले अब यस्तो यस्तो देख्नुहुन्छ नि त क्वेसनले तपाईँलाई जहिले तपाईँ भनेर सम्बोधन गर्छ जहिले जी फर्म युज गर्छ है त सो जी जिन क्राङ्क भनेको तपाईँ चाहिँ बिरामी हुनुहुन्छ हुन्क्योनेन मोर्गेन उनुबेनेन निस चुम स्प्राक कोर्स कमेन्ट 2 दिन स्प्राक कोर्समा जान सक्नु हुँदैन कोर्समा जान सक्नु हुँदैन साइबेन जी इयरर लेयर इन अब म्यामलाई इमेल लेख्नु पर्यो सो म्यामलाई इमेल लेख्दा कसरी सुरु गर्नु पर्यो हेल्प गर्नुहोस् त मलाई म्यामलाई इमेल लेख्दाखेरि Dear teacher, Lehrerin. Frau. Frau. गेट Dear. फ्राउ आफ्नो म्यामको नाम मलाई थाहा हुन्छ कि हुँदैन हुन्छ हुन्छ सो यस्तो केसमा चाहिँ आफ्नो म्यामको नाम थाहा हुने तर यसरी नाम असाइन गरेको छैन भने चाहिँ के गर्नु पर्यो आफूले हालिदिनु पर्यो है त एउटा नाम मैले अहिले यहाँनिर लेखेँ जेर्गेटी फ्राउ श्रेष्ठ भनेर जेर्गेटी फ्राउ श्रेष्ठ भनेर हालेँ जेर्गेटी फ्राउ श्रेष्ठ किनकि म्यामको नाम थाहा हुन्छ म्यामकै नाम थाहा नहुने भए चाहिँ टेन्सन हुन्छ त्यो कोर्समा नगए पनि हुन्छ साइबेन्ची आन डी टुरिस्ट इन्फर्मेसनेन हो यस्तो आयो भने चाहिँ हजुरले के लेख्नु पर्यो अब टुरिस्ट इन्फर्मेसनलाई लेख्न चाहिँ के गर्नु पर्यो जेर्गेटा Damen und हेरेन Herren. करेक्ट जेर्गेटा डामेन उन हेरेन जेर्गेटा है त सो जेर्गेटी फ्राउ श्रेष्ठ सुरु गरौँ इमेल यसरी क्यापिटलबाट सुरु गर्न पाइन्छ No small letter बाट स्मल लेटरबाटै सुरु गर्नुपर्ने हुन्छ है त एकदम याद गर्नु पर्यो सो फर्स्ट पोइन्ट हेरौँ It's been के थियो cracked, फर्स्ट हो? पोइन्ट यस वारुम क्युनेन्जीले इस बिन क्राङ्क इस बिन क्राङ्क Und dann morgen übermorgen nicht. करेक्ट सो स्कान उन्ड लेखेपछि के हुन्छ जुनै पनि सेन्टेन्सको अब हजुरहरूलाई यो पनि भनिदिइहालौँ मैले क्लासमा एसएस भनेको छैन अबको 2 क्लास पछाडि त्यो स्लाइड छ तर मैले यहाँ भनिदिइहालेँ है त उन्ड लेखेपछि सब्जेक्ट प्लस भर्ब प्लस अब्जेक्ट जुन चाहिँ पढिरहेको छौँ नि त त्यसपछि जब म उन्ड लेख्छु नि त फेरि सब्जेक्ट प्लस भर्ब प्लस अब्जेक्ट नै हुन्छ है त उन्ड लेखेपछि जस्ट त्यसलाई छुट्याएको मात्रै हो है Okay. सिम्पल नै चलिरहेको हुन्छ यसरी नै उन्डमा पनि सेम हुन्छ आबेरमा पनि सेम हुन्छ आबेर भनेको थाहा छ आबेर भनेको के हो But. बट है त बटमा पनि सेम हुन्छ अझ बिकज भन्नु पर्यो भने डेन लेख्छु म डेनमा पनि सेम हुन्छ है त डेन भनेको के अरे Because. बिकजमा नि सेम हुन्छ भनेको जस्ट डेन लेख्नु पर्यो डेनको अगाडि एउटा कमा हालिदिनु पर्ने हुन्छ मोस्टली केसमा चाहिँ कमा तर नहाले पनि के हुँदैन डेन एउटा डेनको अगाडि एउटा कमा हालिदिनु पर्यो है त डेनको अगाडि होइन पछाडि हो के अरे आइएम स्पिनिस सर किनकि वाइलको त अगाडिपट्टि कमा हुन्छ वाइल लेखेर यसमा चाहिँ हामी पछि आउँला है त तर म भोलि यसमा ट्याक्कै करेक्ट गरेर हजुरहरूलाई भनिदिउँला आई हेभ टु सर्च दिस सो उन लेखेँ उनमा केही राख्नु पर्दैन सो स्पिन क्राङ्क उन स्कानिस्ट कति दिन आउन सकिरहेको छैन म
भोलि र पर्सि भोलि र पर्सि है त सिम्पल Mm. त्यहाँ त्यहाँ लेखेको छु स्कानिस्ट मर्गेन und Uh, übermorgen लिस्ट zum Kurs. Sprachkurs kommen. Kommen. So ich kann nicht morgen und übermorgen zum Sprachkurs kommen. So morgen und übermorgen zum Sprachkurs kommen. Übermorgen is also a noun. Noun bara capitalize गरें है त. Let me check this real quick. Yes, लिस्ट übermorgen. छुट्टेको हो Ja, ich kann morgen und übermorgen nicht zum Sprachkurs kommen. Correct. Nicht zum Sprachkurs kommen. So म भोलि र पर्सि चाहिँ übermorgen सानो हुन्छ एडभर्ब है त. So übermorgen nicht zum Sprachkurs kommen. मिनिङ के भयो अहिलेसम्म लेखेको? I'm sick and I can't tomorrow. So ich kann nicht morgen und übermorgen, morgen und übermorgen zum Sprachkurs kommen. अब के लेख्नु पर्यो? के लेख्नु पर्यो? यसले के भनेछ? विलाङ्ग यो पनि भइसक्यो स्क्यान नेक्स्ट स्क्यान विलाङ्ग क्युरेन्सी नेक्स्ट कमेन्ट 2 दिन आउन सकिन भनेर यही भइहाल्यो नि त स्क्यान स्पिन क्राङ्क उन स्क्यान मगेन उन युवा मगेन यहाँबाट बुझिहालिन्छ 2 दिन आउन सकिन्न भनेर सकिहाल्यो यो वाला पार्ट एन्डमा के लेखेको छ फ्रागेन्जी नाक्रेन हाउस अफ गाब मैले एउटा क्युरेन्जी वाला यहाँनिर एउटा लेखाएको थिएँ त याद छ क्युरेन्जी वाला देखाएको थिएँ नि त कसरी लेख्न सकिन्छ भनेर क्युरेन्जी मियर बिटा यो वाला याद गरिदिनु होला है क्युरेन्जी मियर बिटा सो अब म के लेख्छु क्युरेन्जी mir बिटा डी हाउस हाउस अफ गाबाको आर्टिकल के हुन्छ इमेल SCHICKEN प्रो इमेल सिकेन यसरी क्वेसन मार्क दिनुपर्ने हुन्छ किन क्वेसन मार्क दिएको मैले यहाँनिर नाइन फ्राग है त सो क्युरेन्जी मियर किन मियर भयो किनकि सिकेनवाला मैले भब युज गरिरहेको छु सिकेन भब भनेको इन्डाइरेक्ट सेमी डाटिभ वाला भब याद गर्नु होला सो क्युरेन्जी मियर मलाई बिट्टा प्लिज डी हाउस अफ गाब यो चाहिँ आफू डाटीमा हुन्छ यहाँनिर है त यो वाला पार्ट डाटीमा हुन्छ सो क्युरेन्जी मियर बिट्टा डी हाउस अफ गाब प्रो इमेल सिकेन इमेलबाट चाहिँ मलाई हाउस अफ गाब भनेको होमवर्क पठाइदिनु क्यान यू प्लिज डु द्याट फर मी अब के लेख्नु पर्यो यसको एन्डिङ गर्नको लागि मिट कमन मिट के थियो यस लक्ष्मीजी भन्न लागिसक्नु भएको छ कमन एनीवन एकजनाले मिट फ्रेन्डलिसन समथिङ मिट फ्रेन्डलिसन ग्रिउसेन करेक्ट मिट फ्रेन्डलिसन ग्रिउसेन मिस फ्रेन्डलिसन मिट फ्रेन्डलिसन ग्रिउसेन आफ्नो फुल नाम लेख्ने कि आधे नाम लेख्ने फुल नेम राजेश समाल नाम आफूले लेख्नुपर्छ भन्ने पनि छैन है त जे राख्दै पनि हुन्छ नाम चाहिँ किनकि एचएस तपाईँकै ऊ हो भनेर कसैलाई थाहा हुँदैन तपाईँकै पेपर हो भनेर हजुरले एक्जाम दिँदाखेरि हजुरलाई एउटा नम्बर असाइन हुन्छ त्यो नम्बरको हिसाबमा लेख्नु पर्यो है त सो स्पिन क्राङ्क उन स्कान निस्ट मर्गेन उन युबमर्गेन चुम स्प्राककोस कमेन्ट सर कसरी यस्तो गाह्रो बनाउनु भयो लेटर यहाँ जे छ मैले त्यही नै लेखेको हो कि अरू केही पनि गरेको छैन जे क्राङ्क उन क्युरिन मर्गेन त्यही लेखेको छ नि त वारम क्युरिन जी निस्ट कमेन्ट आफै रिजन दिएको छ क्वेसनमा अनि आफै सोचिरहेको छ किन आउन सक्दैन भनेर सेम लेटर चिप्काइदिए जस्ट मैले के गरेँ भब कन्जुगेसन मेरो अनुसार गरेको छु स्पिन क्राङ्क उन स्कान मर्गेन उन युबमर्गेन निस्ट चुम स्प्राककोस कमेन्ट क्युरिन जी मियर बिटा डी हाउस अफ गाब प्रो इमेल सिकेन मेक फ्रेन्डलिसन ग्रुसेन रायसम्म बुझ्यो कसरी गर्ने अर्को एउटा इमेल गरेर देखाउँछु म हजुरहरूलाई एउटा इमेल स्याम्पल गरेर देखाउँछु अनि हजुरहरूलाई म इमेलको फर्मेट्सहरू पठाउँछु है त इमेलको फर्मेट चाहिँ इमेलको क्वेसन्सहरू पठाउँछु कसरी गर्ने भनेर सो यो पढ्दिउँ त
एकजनाले मलाई पढिदिनुहोस्, मुक्ति चाहिँ पढिदिनुहोस् त 2 नम्बरको। Your friend Ronaldo at the Chu Junior जाइनर Hochzeit hat von Inladen schreiben Sie ein E-Mail. आइन इमेल। सो पोइन्ट्सहरू के छ? Dank für die Einladung. Fragen Sie jemanden mitbringen. Bitte an Ronaldo ein Zimmer für 3 Nächte bestellen. ड्राई नाक बेस्टेलिन। बेस्टेलिनको मिनिङ हामीलाई थाहा छ? बेस्टेलिनको मिनिङ के हो? हामीले गरेका थियौँ, उसमा गरेका थियौँ, के भन्छ अरे? To spell out हजुर हजुर, टु bestellen. खानेकुरा रेस्टुरेन्टकोमा गरेको थियो हामीले। खानेकुरामा गरेको थियौँ। बेस्टेलिनको करेक्ट, टु अर्डर गर्नु पर्यो To रे। order, yes, खानेकुरामा sir. मात्रै खानेकुरामा मात्रै हुँदैन, अरूमा पनि लाग्छ है त। फेरि यहाँनिर बेस्ट भब हामीले खानेकुरामा मात्रै गरेको थियो भने त्यहाँ मात्रै लाउनु होला नि, त्यस्तो चाहिँ हुँदैन है त। सो मैले सिम्पल बनाइदिएँ। सो इयर फ्रेन्ड रोनाल्डो हार्डजी चु जाइनर नाक हकसाइड। हकसाइड भनेको के हो? वाट इज हकसाइड? एनीवन? के रहेछ हकसाइड भनेको? म्यारेज, वेडिङ। बिहेमा बोलाएको छ अरे, वेडिङ, म्यारिज, हकसाइड। नाक हेटौडा आइन्गे लाडेन भनेको हेटौडामा छ अरे यिनीहरूको बिहे, अनि रोनाल्डोको बिहे हेटौडामा छ अरे। अनि आइन लाडेनको मिनिङ के हो? आइन्गे लाडेन नबुझे पनि आइन लाडेनको मिनिङ के हो? Invitation. इन्भिटेसन। सो इन्भिटेसन गरेको छ अरे। पुरै बुझ्नुपर्ने नेसेसिटी छैन, आधी आधी बुझेर लेखे पनि हुन्छ। इन्भिटेसन दिएको छ अरे। आइन्गे लाडेन हामी पर्सि पढ्छौँ के हो यो वाला भनेर है त। सो एउटा साथी रोनाल्डोले हामीलाई बिहेको इन्भिटेसन पठाएको छ अरे, जसको बिहे हेटौडामा हुन लाग्छ। साइबिन इयर हामी आइन इमेल केही पनि लेख्नु पर्यो। के लेख्नु पर्यो? फिनल्यान्ड दाङ फ्योडे आइन लाडुङ लेखेको 3 मार्क्स। डाङ्का फ्योडे आइन लाडुङ लेखेको नि त। डाङ्का फ्योडे आइन लाडुङ मात्रै लेखेको पनि 3 मार्क्स। फिनल्यान्ड दाङ फ्योडे आइन लाडुङ मात्रै लेखेको पनि 3 मार्क्स। अर्को के छ? फ्रागेन जी यमान्डेन मिट ब्रिङ्गेन। यसको मिनिङ के होला? यमान्डेन भनेको समवान। एमार्डेनलाई पनि सँगै ल्याएर आउनु। समवान। सो बिहेमा जाँदा एक्लै कहिले गइन्छ त? एक्लै जाँदाखेरि अड हुन्छ कि हुँदैन? सो इङ्ग्लिसमा के भन्नुहुन्छ होला? इङ्ग्लिसमा चाहिँ के भन्नुहुन्छ हजुरहरूले समवानलाई सँगै ल्याएर? यस्तै भनिन्छ हो इङ्ग्लिसमा भन्दाखेरि। Bring someone with you. यो भनिन्छ इङ्ग्लिसमा, क्यान आई ब्रिङ समवान विथ मी। यदि कसैले बिहेको पार्टी पठायो, हजुरको मिल्ने साथी छ भने, एक्लै अब साथी त बिहे गरेर बसिरहेको हुन्छ, आफूलाई एक्लै झ्याउलायो भने हजुरले यस्तो यस्तो पनि क्वेसन सोध्न सक्नुहुन्छ नि त। क्यान आई ब्रिङ समवान विथ मी सकिन्छ? यस्तो लेख्न सकिन्छ कि सकिँदैन? इङ्ग्लिसमा सेन्स लाग्छ कि लाग्दैन हजुरहरूलाई सोधेको मैले। अथवा हजुरहरूको के आइडिया छ के लेख्न सकिन्छ यमान्डेन मिट ब्रिङ्गेनमा? के आइडिया छ के लेख्न सकिन्छ? सबभन्दा सजिलो र सबभन्दा सिम्पल चाहिँ मैले के राख्थेँ है त। अनि पिटर एन्ड रोलान्ड। पिटर भने एन्ड रोनाल्डो। बिटा गर्नु पर्यो, एउटा रिक्वेस्ट गर्नु पर्यो। बिटा भनेको रिक्वेस्ट प्लिज भनेको जस्तो भयो। बिटा एन्ड रोनाल्डो। रोनाल्डोलाई एउटा के बिटा गर्नु पर्यो? आइन थिमर फ्योर ड्राई नेस्ट नाइट्स भनेको हो ड्राई नेस्ट बेस्टेलेन। एउटा रुम चाहिँ 3 नाइटको लागि अर्डर गर्नु पर्यो। सिम्पल छ। यो भन्दा नि सिम्पल आउँछ है। यो त मैले अलिकति लेभलको इमेल राखिरहेको हो। योभन्दा सिम्पल इमेल हुन्छ खासमा लेख्नु पर्ने हो भने त। तर जस्ट अब हजुरहरूलाई म के टिप्स दिन्छु भन्दाखेरि यस्तो यस्तो फ्रेजेसहरू छ त, यस्तो यस्तो फ्रेजेसहरू चाहिँ याद गर्ने होला। क्योनेन्जी मियर बिटा अनि इस्टबिन क्राङ त अझै सजिलै भइहाल्यो। अब यहाँनिर लेखौँ है त, यहीँबाट सुरु गरिदिउँ। सो कसलाई लेखिरहेको छु म? रोनाल्डोलाई लेखिरहेको छु। रोनाल्डो केटा कि केटी? केटा। सो के लेख्नु पर्यो? लिभर रोनाल्डो। रिभर रोनाल्डो। रिभर रोनाल्डो। रिभर रोनाल्डो। सो फिलेन दाङ फ्युडी आइन लाडुङ। फिलेन दाङको फिलेनको स्पेलिङ के हो मलाई भन्नुहोस् त?
E, E, फी फाउ ई ए EL हुन्छ yeah, ALAN फिलेन N. फिलेन कहिले पनि भी क्यापिटल हुँदैन है यो अटोमेटिकली One. क्यापिटल फिलेन दाङ्क दाङ्क चाहिँ क्यापिटल हुन्छ फेरि फिलेनको दाङ्क क्यापिटल हुन्छ दाङ्क चाहिँ स्मल नगरिदियो होला फिलेन दाङ्क फियोर डी आइन लाडुङ यो त रटेर गरेको भइहाल्यो फियोर डी आइन लाडुङ आइन लाडुङ भनेको इन्भिटेसन अब यसपछि हजुरहरूको चोइस आचैमा भयो भने चाहिँ फिल्यान्ड डाङ फियोर डी आइन लाडुङ चु जाइनर हक साइड चु जाइनर हुँदैन चु डाइनर हुन्छ किनकि हामीले उसको पार्टीमा होइन हामीले त सिधै लेखिरहेको छ नि त चु डाइनर हक साइड लेख्न पनि पाइयो नलेख्न पनि पाइयो यति लेखेपछि मार्क्स आउँछ लेख्ने कि नलेख्ने यतिकै लेख्दा ठिक हुन्छ सर इजीको लागि फिलेन डाङ फ्युडी आइन लाडुङ है त जसलाई लेख्न चाहिन्छ लेख्न मन लागिरहेको छ अलिकति लेटरलाई अलिकति लामो कम्प्लेक्स बनाउन मन लागिरहेको छ उनीहरूको लागि मैले लेख्थेँ है त छु डाइनर हक साइड नाखेटुँडा लेखिरहनु परेन काबे लाको हामीलाई थाहा हुन्छ छु डाइनर हक साइड किन सर डाइनर युज गर्नु भएन किन एयर डाइनर युज गर्नुभयो किन एयर युज गर्नु भएन भन्दाखेरि म मेरो साथीलाई इमेल लेख्दाखेरि कहिले तपाईँ भन्दिनँ त नै भन्छु त्यसैले फिलेन डाङ फ्युडी आइन लाडुङ छु डाइनर हक साइड बिग इन्भिटेसनको लागि धेरै धेरै धन्यवाद भनेको जस्तो भयो 3 मार्क्स आइसक्यो यो वाला पार्ट चाहिँ राखे पनि हुन्छ नराखे पनि हुन्छ मैले के पनि देखेको छु थाहा छ जब 15वटा वर्ड लेखेर पनि फुलमा फुल मार्क्स पाएको देखेको छु जब 15वटा वर्ड एवानको इमेलमा 15वटा वर्ड भनेको त इट्स नथिङ 15वटा वर्ड त यु क्यान राइट यार अब त यत्रो 1 महिना 2 पढेर 15वटा लेख्न सकिँदैन प्रागेन जी यमान्डेन बिट ब्रिङ इन क्यान आई ब्रिङ समवाट विथ मी कसरी लेख्छु होला अथवा लेख चाहिँ सम्मान भन्दा पनि म मेरो कसलाई लान चाहन्छु होला यदि म साथी छु भने मसँग कसलाई बिहेमा लान चाहन्छु होला साथीलाई है त सो कसरी सुन्नु गर्नु कसलाई कसलाई Hannes. इसाबनिस के हो के कसलाई लान चाहनुहुन्छ अरे कसरी स्टार्ट गर्नु पर्यो के गरेर स्टार्ट गर्नु पर्यो त्यहाँ लेखेको जस्तै या नाइन फ्रागाबाट कोनेन भने Kunin. क्युनेन कि कान म कसैलाई लिएर आउने कान 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 है त क्यापिटल स्टार्ट हुनु पर्यो कान कान पछि के आउनु पर्यो सब्जेक्ट आउनु पर्यो सब्जेक्ट के छ यहाँनिर Ish. And I. कसलाई लिएर जाने हजुरहरू ए मान्डेन भन्दा पनि अझ रिलेसन तोकेकै बेटर कान इज Swisher. Bruder. ओके स्वेस्टर है त सो कान इस्ट माइन राख्दाखेरि बेटर सो SCSWESTER माइन किन हुन्छ भन्दाखेरि किनकि डी स्वेस्टर भयो त्यो कारणले गर्दाखेरि माइनस स्वेस्टर भयो है त सो कान इज माइनस स्वेस्टर टु ब्रिङ अलोङ भब कुन हो टु ब्रिङ अलोङ त्यही पनि लेखेको छ टु ब्रिङ अलोङ भब के रहेछ Midbring. करेक्ट मिड ब्रिङ इन है त कान इज माइनस स्वेस्टर सिम्पल मिड ब्रिङ इन क्वेसन मार्क चाहिन्छ कि चाहिँदैन चाहिन्छ किन चाहिन्छ किन क्वेसन मार्क भयो किनकि ओइफ्रा क्वेसन सोध या नाइन फ्राग वी फ्राग होइन या नाइन फ्राग है त सो कान इज माइनस स्वेस्टर मिड ब्रिङ इन सो म मेरो स्वेस्टर लिएर आउन सक्छु उसलाई सोध्यो कान इज माइनस स्वेस्टर मिड ब्रिङ इन अर्को 3 मार्क्स आइसक्यो बिटर एन्ड रोलान्ड एउटा रिक्वेस्ट गर्नु पर्यो आइन सिमर फियर ड्राई नेक्स्ट बेस्टेलेन सो अब सिम्पल फेरि के लेख्नु पर्यो कान्स डु सिम्पल है रिपिट गरे पनि केही हुँदैन कान्स डु मेयर बिटर यो त कन्ठै होला कान्स टु मेयर बिटर मेरो लागि के गर्न सक्छौ के गर्नु पर्यो मेरो लागि आइन्सिमर फियर ड्राई नास्ट बेस्टेलिन यो जे छ यहीँनिर ट्यागका लाएर कपी गर्ने यहाँनिर गएर पेस्ट गर्ने नथिङ एल्स इट इज सो सिम्पल आइन्सिमर फियर ड्राई नेस्ट बेस्टेलिन बुझ्नुभयो मैले के गरेको आई हेभन डन एनिथिङ है त जस्ट कान्स टु मियर बिटर लेखेँ यो मैले आफै लेखेँ अरू त जे छ त्यही नै चिप्काइदिएँ है त सिम्पल सो ओके कान्स टु मियर बिटर आइन्सिमर फियर ड्राई नेस्ट बेस्टेलिन मेरो लागि अब यहाँनिर के गर्नुपर्छ एन्डमा के राख्नुपर्छ कान्स टु मियर बिटा भनेपछि क्वेसन मार्क राख्नुपर्छ अब एउटा आप्सलुस दिनु पर्यो के दिनु पर्यो एउटा क्लोजिङ स्टेटमेन्ट दिनु
यहाँनिर क्लोजिङ स्टेटमेन्ट के राख्न सकिन्छ मैले अघि सिकाएको थिएँ नि त माथि युज गरेको थिएन तर यसरी राख्न सकिन्छ नि त के राख्नुहुन्छ यहाँ तीनटाबाट अब कुन चाहिँ राम्रो हुन्छ होला कुन चाहिँ राम्रो हुन्छ होला Bitte schreib mir eine email किनकि इन्फर्मल हो नि त Bitte schreib mir eine email मैले यही चुज गरेँ है त अहिलेको लागि Bitte schreib mir eine email Bitte schreib यो के हो भन्दाखेरि यो भनेको एउटा इम्पेराटिभ जाँच हो Bitte schreib mir eine email यहाँनिर एउटा यसरी दिनुपर्छ Viele Grüße कि mit freundlichen Grüßen Viele Viele Grüße है त Viele FIELE Grüße Grüße ऊ छुटाउनु भएन है उम्लाउनु छुटाउनु भएन Viele Grüße फुल नेम के लास्ट नाम मात्रै आफ्नो एउटा फर्स्ट नाम मात्रै है त सो फर्स्ट नाम राख्दिएँ मैले ठिक छ लियोनेल भनेको फर्स्ट नाम भयो नि त सो लिबर रोनाल्डो प्यारो साथी फिलेन दाङ फ्युडी आइलाडुङ थ्याङ्क यू फर द इन्भिटेसन टु डाइनर हक्साइड लेख्यो भने झन् राम्रो कान इस माइना स्विस्टर मिट ब्रिङ्गेन म मेरो बहिनीलाई सँगै लिएर आउँ कान्स टु मियर बिटा आइन्सीमा यो वाला याद गरेको हो यो वाला अहिलेको लागि हजुरहरूले याद गर्नुभयो तर भोलिको क्लासमा हामी यो पढ्छौँ है त यो कसरी बनाएको के गरेको भनेर कान्स टु मियर बिटा आइन्सीमा फिर द्राई नेस्ट बेस्टेरेन यो त आइन्सीमा फिर द्राई नेस्ट बेस्टेरेन कहाँबाट लिएर आएँ मैले क्वेसनबाटै लिएर आएँ है त मलाई थाहा छ यु गाइज आर अलरेडी केपेबल अफ मेकिङ गुड सेन्टेन्सेस योभन्दा राम्रो सेन्टेन्सेसहरू हजुरहरूले बनाउन सक्नुहुन्छ क्लासमा त्यस्तो कम्प्लेक्स एक्सर्साइजेस गरेको छ भोकाबुलरी त्यस्तो खतरा खतरा पढेको छ तर किन सिम्पल बनाइरहेको छु किनकि सिम्पलमै मार्क्स आउँछ है त कम्प्लेक्स बनाउने A2मा गएर A2को लेटर एआइएसको लेटर यति लेखे पुग्छ कान्स टु मियर बिटा आइन्सीमा फियर द्राई नेस्ट बेस्टलेन दास टिमर त्यसैले आइन्सीमा बिटा श्राइ मियर आइन इमेल मलाई एउटा इमेल लेख फिल अग्रिस लियोनल मेस्सीको अगाडिको नाम मेस्सी है त रोनाल्डोले मेस्सीलाई इन्भिटेसन पठाएको छ भनेपछि सो बुझ्यो कसरी लेख्न सकिन्छ इमेल गाइस बुझिरहेको छ है त द्याट्स इट दिस इज इट हजुरहरूले यत्रो ग्रामर पढ्नु भएको यत्रो सबै गरेको भलिभाति गरेको यही नै लेख्न होला है त यही नै लेख्नको लागि नथिङ एल्स मैले ग्रुपमा पढाइदिएको छु कि इमेलको स्याम्पल्सहरू है त याद गरिदिनु होला द्याट्स इट फर टुडेज क्लास इट्स अलरेडी 8:17 वी आर गोना डु एटेन्डेन्स अनि त्यसपछि एन्ड आवर क्लास सो एनी क्वेसन्स रिगार्डिङ टुडेज क्लास I don't think there is, right? No question. So, proper, yes, भन्नुस् त के भन्नु लाग्नु भएको थियो एकदम सिम्पल छ सिम्पल राख्ने है त धेरै कम्प्लेक्स नबनाउने हजुरहरू मलाई थाहा छ हजुरहरूले राम्रो सेन्टेन्स बनाउन सक्नुहुन्छ योभन्दा पनि योभन्दा खतरा सेन्टेन्सहरू हजुरहरूलाई बनाउन आउँछ तर सिम्पल राख्ने एकदम सिम्पल इट्स लाइक यु आर जस्ट राइटिङ द थिङ्स क्वेसनमा दिएको कुरालाई जस्ट कपी पेस्ट त्यो मात्रै हो नथिङ एल्स एक दुईवटा आफ्नो राख्ने कान्स टु मियर बिटर फिलेन दाङ फ्युरी आइलाडुङ बिटर स्राइब मियर आइन इमेल फिलेन दाङ इयर फेस टेनिस हो यस्तो यस्तो चाहिँ हजुरहरूले ऊहरू याद गरिदिनु प्रोफरमा छ अनिस बिटेनजी अनिस प्रेजेन्ट ग्याल्टिनजी प्रेजेन्ट सर ग्याल्टिनजी बुझ्नुभयो इमेल स्राइबेन बुझिरहेको छु सर बुझ्नुभयो है लेख्न सकिन्छ होला इमेल त्यही स्टार्टिङ क्लोजिङ यस्तो अलिअलि ऊ भएको छ सर तर अलिकति गाह्रो त भइहाल्छ नि अलिकति गाह्रो त हुन्छ है तर अलिकति टाइम पनि दिनु पर्यो हस् ल ठिक छ एमजी प्रेजेन्ट सर प्रेजेन्ट जनका तामाङ कविता गुरुङ कमला बस्नेत प्रेजेन्ट सर लक्ष्मी लक्ष्मी ममता नेक्स्ट ममता is present I think okay Kavita Gurung is also present Manisha Mukti प्रेजेन्ट सर मुक्ति चाहिँ हजुरले बुझ्नुभयो बुझिरहेको छु सर हजुरको एक्जाम छ है अरु कसले A1 को एक्जामको फर्म भर्नु
मुक्तिजी र अरूजीहरूले चाहिँ अलिकति बढी नै यसमा अलिकति ध्यान दिनु पर्यो है त। आफ्नो एक्जाममा ट्याक्क गरेर पास गर्नको लागि A1 को एक्जाम पास गर्न केही गाह्रो नै छैन। जाने ट्याक ट्याक म पर्सि एउटा इन्टेन्सिभ क्लासको एउटा एक्जामको दिन 2-3 दिन एक्जामको गराउँछु, त्यतिखेर पनि प्रेजेन्ट चाहिँ हुनु होला है, एब्सेन्ट नहुनु होला। मुक्ति अब प्रेजेन्ट क्लास होइन सर बाँकी हाम्रो। अब हाम्रो रोक्नुहोस् ल, आज हाम्रो इमेल स्टाइपेन्ड भइहाल्यो, अब 2वटा क्लास बाँकी अनि सक्यो। खासमा त क्लास त 2वटा क्लास अनि फिनिस। Yes, sir. A1 को कोर्स पुरै कभर हुन्छ। त्यसपछि म 2 दिन अथवा 3 दिन हजुरहरूलाई प्र्याक्टिस गराउँछु एक्जाम फर्मेट। जसले एक्जाम दिनुहुन्छ उहाँहरूलाई अलिकति बढी प्रायोरिटी हुन्छ है यसको चाहिँ। जो सिधै अब आज हामीसँग पढ्नुहुन्छ उहाँहरूले पनि अब इन्ट्रेस्टेड छ भने गर्नु होला, तर छ भने गर्नु नै होला म भन्छु। तर इट्स मोर इम्पोर्टेन्ट फर यु अहिलेको लेभलमा पास गर्नको लागि। डुमाफुङजी, Yes, sir. हजुरहरूले अरू कसै, डुमाफुङजी तपाईँले रेजिस्टर गर्नुभएको छ A1 को एक्जामको लागि? छैन। छैन है। मुक्तिजी, हजुरको डेट कहिले हो एक्जामको? No. Actually, Date he कहिले left हो? already. He left already, but he is there, it seems. पार्वती, Present, sir. प्रेजेन्ट। पवन, यिनीहरू कोही पनि छैनन्। रजनी, रोशन, समीर, समुद्रा, सरिना, Present, sir. सरिना इज प्रेजेन्ट। श्रीषा, सुनिता, सुयोग, पूर्णिमा, डोल्मा, रिचा, अंशु, जोन्सन, आयन, दिपा वाज प्रेजेन्ट, सुभाष, अस्मिता। आई डोन्ट थिंक योभन्दा बढीको प्रेजेन्ट थियो। Only 3% here. Wow. Mukti is here. So, you guys have any questions right now? I don't think there is, right? So, के questions छ भने मलाई सोधिदिनु होला। That's it for today. We are seeing uns morgen. Miss Morgan, sir. आज exercise छैन?